So it's raining quite a lot in Kathmandu this week. In fact, एकैछिनमा पानी नै पर्न थाल्छ होला. अब चाहिँ हामी अहिले दोलाल घाटमा छौँ. प्लान अलिकति चेन्ज भयो. अब यो प्लान भनेको चाहिँ हाम्रो सैलुङको थियो अनि आज चाहिँ मुडे बस्ने प्लान थियो, तर हामी आज सुकुटे बस्ने भयौँ. सो अहिले चाहिँ हामी माछा खाएर आराम गर्दैछौँ. हेलो गाइज. हेलो. तिमीलाई एउटा क्वेसन. तिमीलाई होइन समर सिजन मनपर्छ? सिजनमा कुन सिजन मनपर्छ? विन्टर. तिमीलाई कुन सिजन मनपर्छ? स्प्रिङ सिजन मनपर्छ. अनि तिमीलाई होइन तिमी प्लान बनाइरहेछौ अनि अचानक पानी पऱ्यो भने तिमी के थट हुन्छ तिम्रो फर्स्ट थट? जस्तै विकेन्डमा तिमी कहीँ जान लागिरहेछौ तर अचानक पानी पऱ्यो. सिचुएसनले फरक पर्छ यार. मुड, सिचुएसन, कम्पनी सबैले फरक पर्छ. आज पनि त पानी परेको छ, रमाइलो भयो. मेजर कुरा चाहिँ कम्पनीले फरक पर्छ के भनेको प्रायोरिटी के गर्ने त. जस्तै अन अ नर्मल डे जस्तै सिचुएसन त अब कहिले के सिचुएसन हुन्छ, तर एउटा एभरेज भन्ने चिज हुन्छ नि. एउटा युजुअल बेसिसमा चाहिँ तिमी के सोध्छौ? क्यान्सल द प्लान भन्ने नै हो नर्मली. पानी अब जस्तै तिमी हिँड्दै भिजियो भने पुगिन्छ. निस्किनुभन्दा अगाडि नै पानी मर्नु परिरहेको भने किन निस्किने भन्ने कुरा हुन्छ कि त्यो चाहिँ अब नर्मली त्यही नै हुन्छ. मेरो त्यही हुन्छ. तर आज हामी रिस्क लिएर निस्क्यौँ नि त. सो तिमीलाई कस्तो लागिरहेको? वर्थ भयो कि भएन? एकदमै वर्थ लागेरै हो. म नत्र यतिको कम्पनी नहुनु हो भने म हिँड्दै तिमीलाई वर्थ लागिरहेको छ? त्यही वर्थ छ. यस्तो क्या यो कम्पनीसँग जे गर्न नि रेडियो के. रातभरि नै हिँडियो, दिनभरि नै हिँडियो, पानी पर्दा नि हिँडियो, घाम लाग्दा नि हिँडियो, हिउँमा नि हिँडियो, खोलामा नि हिँडियो. जस यो कम्पनीसँग चाहिँ रमाइलो छ. यो जर्नीको होल पोइन्ट नै त्यही हो कि रिस्क लिनुपर्छ. पानी पऱ्यो भनेर रोकिनुहुन्न. सो यो होल जर्नीको स्टोरी चाहिँ यो हुन्छ है. सो चेन्ज अफ प्लान गाइज. हामी सुकुटे बस्ने भनेको थियौँ तर वी डिन्ट फाइन्ड एनी रुम्स हियर. सब प्याक भएर रहेछ. मेबी बिकज अफ फ्राइडे नाइट. टुडे इज फ्राइडे इफ यु गाइज डोन्ट नो. सो हामी मुडे नै जाने विचार गऱ्यौँ. सो विल हेड टु मुडे एन्ड विल स्टे देयर फर द नाइट. मुडे जाँदा एकदम पानी परेको भएर हामी मुडे लगभग 9 बजेतिर मात्रै पुग्यौँ. सो हामीले स्टे चाहिँ मुडेमा गऱ्यौँ. अनि हिजो मैले भनेको पनि थिएँ अघिल्लो भिडियोमा भनौँ न हामी मुडेमा बस्छौँ भनेर. सो हामीले नाइट स्टे मुडेमा गऱ्यौँ र अहिले चाहिँ बिहानको अब चिया कफी लिएर हामी सैलुङतिर जान लाग्छौँ. वेदर एकदम खुल्दै छ अनि लागिरहेको अघिसम्म चाहिँ. सो आज दिन चाहिँ एकदम मिठो भ्यू देखिएला जस्तो लागिरहेछ. अल प्रिपेयर्ड टु गो टु सैलुङ नाउ. सो नेक्स्ट क्लिपहरू चाहिँ सैलुङको हुनसक्छ है त गाइज. ल सर तिमीलाई मुडेको स्टे कस्तो लाग्यो? इट वाज ल भन न. मुडेबाट ओह्रालो लागिसकेपछि हामी सैलुङ जाने बाटो छिर्छौँ. सैलुङ जाने बाटो धेरै जसो त पिच नै छ तर लास्टको अलिकति पार्ट चाहिँ अफ रोड भएको कारणले त्यहाँ चाहिँ अलिकति होस पुर्याउनु पर्छ. तर ओभरअलमा बाटो भन्ने हो भने धेरै जसो राम्रो नै छ.
यो चाहिँ सैलुङको पार्किङ एरिया हो। यहाँ छेउछाउमा एकोमोडेसनको होटल्सहरू पनि छ, तपाईँहरू यहाँ आएर सिधै बस्न पनि सक्नुहुन्छ। हामी चाहिँ टिकट काउन्टरबाट 50 रुपिस पर पर्सनको टिकट किनेर अहिले हामी उकालो चढ्दैछौँ। सो दिस इज द भाइरल ग्रेट वाल अफ सैलुङ है त गाइस। नयाँ नयाँ छ, नयाँ त खासै नहोला, दिस माइट बी इयर टु ओल्ड, तर रमाइलो छ। अब अलि हुस्सो लाग्न थाल्छ कि बिकज वी लेट। पहिला सुरु सैलुङ चाहिँ किन नाम सैलुङ भयो? एउटा थुम्का भएर नामीकरण त्यो भएको कारण चाहिँ सैलुङ भएको हो होइन। अब हामीलाई हाम्रो पुर्खा बाजेहरूले भनेको हुन्छ सुन्दाखेरि चाहिँ यहाँनिर हाम्रो बुद्धिस्ट कम्युनिटीबाट अनि त्यो बुद्धहरू 100 बुद्धहरू ल्याएर हरेक थुम्कामा राखेर पढाइएको थियो अरे। अनि 100 थुम्कामा चाहिँ पढेँ, अनि त्यही हिसाबमा चाहिँ 100 चाहिँ थुम्का चाहिँ अब सैलुङ गर्ने हो भनेर भनिएको थियो अरे है। सैलुङ भन्ने हो त्यसरी भनेको, तर कतिवटा 100 भन्दा चाहिँ बढी नै छन् भन्ने छ अझसम्म चाहिँ। अब कतिवटा छन् भने चाहिँ गरिएको चाहिँ छैन। फोटो खिच्छु ल एकचोटि, होइन लिएर जाँदा हुन्छ, एकचोटि मात्रै आएको छु। हामी चाहिँ अहिले सैलुङको मेन स्पटमा आइसकेको छौँ। पछाडि देख्न सक्नुहुन्छ एउटा मन्दिर छ। सो त्यो चाहिँ सैलुङको मन्दिर हो, त्यहाँ आएर दर्शन पनि गर्न सक्नुहुन्छ। सो यो पुरै ग्रिनल्यान्ड छ, अनि अघि भनेको थुम्का भनेको जस्तै थुम्कै थुम्का छ। अनि त्यसपछि हामी मुनिबाट चाहिँ त्यो टिकट काउन्टरबाट त्यस्तै हामीलाई आधी घन्टा पनि लागेन होला यहाँ आइपुग्न। सो हेर्न सक्नुहुन्छ यस्तो रमाइलो एकदम ग्रिनेरी छ, पछाडि एकदम ग्रिनेरी भने अब चाहिँ तुवालो अलिकति हुस्सो लाग्न थाल्यो, तर अन एन्ड अफ लागिरहेछ, गइरहेछ, तर जान्छ पनि होला। सो हामी दर्शन गर्छौँ, अनि यसो अलिकति घुम्छौँ, पानी सानी खान्छौँ, अनि त्यसपछि फर्किन्छौँ, अनि त्यसपछि फर्केको अपडेट हुन्छ एकदम गाइस। आफूले खाइसकेपछि फोहोर चाहिँ नफाल्ने, यसरी बोकेर हिँड्ने है। वी आर सर्चिङ फर डस्टबिन टु डिस्पोज दिस वेस्ट। सैलुङबाट तल झर्ने बित्तिकै एकदमै धेरै पानी पर्यो, तर हामी सैलुङमा पुग्दाखेरि अलिकति भए पनि घाम लाग्यो र हामीले एकदम राम्रो भ्युजहरू हेर्न पायौँ।
सो आजको भ्लगको लागि यति नै यही नै थियो हाम्रो जर्नी टु सैलुङ. भ्लग हेरिदिनु भएकोमा एकदम धेरै धन्यवाद. सो सी यु इन द नेक्स्ट भ्लग.